कुलमान घिसिङ यति बेला सुदूरपश्चिम दौडाहामा छन्। उनलाई धनगढी विमानस्थलमा स्वागत गर्न लागेको यो भिडबाट थाहा हुन्छ उनी कमजोर छैनन्। उज्यालो नेपाल पार्टीका अनुसार घिसिङको व्यस्तताका बावजुद 5 दिने देश दौडाहाको शेड्युल तयार भएको छ। उक्त शेड्युल अनुसार 8 फागुनमा धनगढी ओलिएका उनी दिउँसो कञ्चनपुर पुगेका छन्। 9 फागुन शनिबार बिहान उनी कञ्चनपुरकै मतदातासँग व्यस्त भए भने दिउँसो कैलाली, बर्दिया, कोहलपुर र नेपालगञ्जसम्म पुगेका छन्। 10 फागुन आइतबार उनी रूपन्देही र नवलपरासीका मतदातालाई भेट्ने कार्यक्रम छ। त्यसपछि 11 फागुनमा उनी पूर्वका मतदाता भेट्न धरान र इटहरी पुग्नेछन्। 12 फागुनमा उनी 5 थर सदरमुकाम फिदिम पुग्ने कार्यक्रम रहेको छ। यो भिड कुलमान घिसिङलाई स्वागत गर्न धनगढी विमानस्थल आएका मानिसहरूको हो। उनी 8 फागुन शुक्रबार विमानस्थल परिसर पुग्दा स्थानीय एक शुभेच्छुकले माला लगाएर स्वागत गरिन्। धनगढी विमानस्थलबाट कुलमान सोझै कञ्चनपुर जाने कार्यक्रम थियो। 8 लेन चौना बाटो ढाक्ने गरी युवाहरूले मोटरसाइकल र्याली निकालेर कुलमानलाई बोटोभरि साथ दिए। कुलमान दिउँसो कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गत दोधारा चाँदनीमा पुग्नासाथ स्थानीय बासिन्दाले 20 किलोको फूलमालाले स्वागत गरेका थिए। त्यसक्रममा स्थानीय थारू महिलाहरूले परम्परागत पहिरन लगाएर र्यालीमा साथ समेत दिएका थिए। त्यसपछि कैलालीको जोशीपुर पुग्दा पनि स्थानीय जनता, नेता र कार्यकर्ताहरूले भव्य स्वागत गरे। कैलालीमा स्थानीय थारू महिलाहरू कुलमानको स्वागतका लागि आफ्नो वेशभूषामा सजिएका थिए। उनीहरूले कुलमानसँग र्यालीमा पनि हिँडेर साथ दिएका थिए। युवाहरूले भने झण्डा बोकेर नारा लगाउँदै कुलमानको साथमा रहेको सन्देश दिए। युवाको ठूलो समूहले मोटरसाइकल र्याली समेत निकालेको थियो भने कुलमानलाई अगाडि र पछाडिबाट स्कटिङ समेत गरेका थिए। स्थानीयसँग अन्तर्क्रिया गर्दै कुलमानले मुलुकलाई समृद्धितर्फ डोर्याउन राजनीतिमा आएको जानकारी दिए। धेरै चाहिँ नेताहरूलाई यहाँका जनताले चुनेर पनि पठाए र यो देशमा समृद्धिको कुरा, सुशासनको कुरा कहिले पनि पुरा भएन। विकास, समृद्धि र सुशासनको विषयलाई हामीले अगाडि बढाउनुपर्छ, नयाँ नेतृत्वले अगाडि बढाउनुपर्छ भन्ने हाम्रो उद्देश्यका साथ उज्यालो नेपाल पार्टी अब देशको समृद्धिको लागि, भ्रष्टाचार मुक्त समाजको स्थापना गर्नको लागि, विभेद रहित समाज स्थापना गर्नको लागि, देशमै रोजगारी सृजना गरेर नेपालका आम युवा जनशक्तिलाई नेपालमै काम गर्ने वातावरण सृजना गर्नको लागि र देशलाई आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि हामीले उज्यालो नेपाल पार्टी दर्ता गरेर आएका हौँ। उज्यालो नेपाल पार्टी डेलिभरी दिने पार्टी हो। हामी काममा विश्वास गर्छौँ, भाषणमा होइन, गफमा होइन, काममा विश्वास गर्छौँ, परिणाममा विश्वास गर्छौँ। परिणाम दिएर आएको पार्टी। उज्यालो नेपाल पार्टीको दहिरेलो उपस्थिति रहेको अर्को जिल्ला हो पाँचथर। यहाँ पार्टी नेता डाक्टर महेन्द्र लावतीले जनाधार बटुलिरहेका छन्। उनले भोट माग्दै गफ होइन, काम गरेर देखाउने बताइरहेका छन्। हामीसँग उपाय छ। मैले अमेरिकामा 23 वर्ष अन्तर्राष्ट्रिय विकास सम्बन्धी पढाएँ। देशहरू कसरी विकास हुन्छ, गाउँहरूलाई कसरी विकास गर्न सकिन्छ, सहर बजारलाई कसरी विकास गर्न सकिन्छ भनेर मैले संसारभरिको विद्यार्थीहरूलाई पढाएँ।
अब त्यो आइडियाहरू त्यो विचारहरू हामी नेपालमा लागू गर्न चाहन्छौँ। त्यसले गर्दा हामी गर्न चाहन्छौँ। अरूले सपना मात्र बेचे, अरूले भाषण मात्र गरे, तर हाम्रो पार्टी काम गर्ने पार्टी हो। हाम्रो पार्टीलाई मत दिनुहोस्। हामीमा जेनजी साथीहरू हुनुहुन्छ। हाम्रो प्रत्यक्षको उम्मेदवार जेनजी टेकबहादुर सुब्बा हुनुहुन्छ, ज्योतिका राई हुनुहुन्छ, श्यामबहादुर मगर हुनुहुन्छ। त्यसले गर्दा काम गर्ने पार्टीलाई तपाईँले मत दियो भने उसले भोलि काम गर्छ। ठगलाई तपाईँले मत दिनुभयो भने भोलि उसले ठग्छ। भ्रष्टलाई तपाईँले मत दिनुभयो भने उसले भ्रष्टाचार गर्छ। त्यसले गर्दा तपाईँको पनि भूमिका छ। तपाईँले पनि ठिक काम गर्नु, पार्टीलाई मत दिनुहोस्। काम गर्ने पार्टी हामीलाई मत दिनु भने हामी काम गरेर देखाइदिनेछौँ। पाँचथरका साना ठुला बजारहरूमा उज्यालो नेपालका समर्थकले माइकिङ गर्ने र प्रचार सामग्री वितरण गर्ने काम गरिरहेका छन्। दाजुभाइ दिदीबहिनीहरू, गणतन्त्र चोकमा केही समय हजुरहरूको उपस्थितिको लागि हामी हार्दिक निमन्त्रणा गर्दछौँ। आयो बाँसुरी, आयो कुलमा, बाँसुरीमा हजुरको अमूल्य मतदान गरौँ। पाँचथरमा उज्यालो नेपाल पार्टीका तर्फबाट टेकबहादुर सुब्बा चुनावी मैदानमा छन्। जेनजी उमेर समूहका सुब्बाले सो क्षेत्रबाट चुनाव जित्ने पार्टीको आकलन छ। पार्टी अध्यक्ष कुलमान 12 फागुनमा उज्यालो योग घोषणाका लागि पाँचथर पुग्ने कार्यतालिकाबाट शुभेच्छुकहरू पनि उत्साहित छन्। जय बाँसुरी।